इट्स वेलकम टु द माई न्यू ब्लग। ल तपाईँहरूलाई स्वागत छ मेरो च्यानलमा। म चाहिँ अहिले घरमा छु, टक्क लुगा सुगा लगाएर टक्क यस्तो घुम्न हिँडेँ। ल मेरो तर्फबाट र सबैले ह्याप्पी न्यू इयर। म चाहिँ आज कहाँ कहाँ पुग्छ मलाई पनि थाहा छैन। म चाहिँ आज कहाँ कहाँ पुग्छ मलाई थाहा छैन। मेरो दिदीहरू कराइरहेको छ। अब जहाँ पनि जान्छु रमाइलो गर्छु, हेरिराख्नु होला। ल गाइस टक्क होइन, ल म चाहिँ घरबाट निस्केर यहाँ टक्क यतिकै चियाबारतिर डुल्ला। टक्क यहाँ साथीहरू छ होइन, दुईजना साथी भेटिसक्यो मसँग। टक्क अब हामी चाहिँ यहाँ चियाबारमा 10 रुपियाँको हामी चाहिँ चियाबार जाँदैछ होइन गाइस। टक्क हाम्रो चियाबार चाहिँ यस्तो छ, ल हेर्नु सक्नुहुन्छ। टक्क हाम्रो त्यो चियाबार चाहिँ दामी छ। टक्क हामी अब यहाँ एकछिन बस्छौँ र अनि निस्किन्छौँ, अरू भेट्यो अरूसँग जान्छौँ। ल टक्क यति भन्दा म टक्क गाइस हामी चाहिँ, ल म चाहिँ टक्क चियाबारबाट निस्किसक्यो होइन। चियाबारमा टक्क एकछिन बसेर रमाइलो गरेर गिटार सिटार बजाएर आयो। टक्क म चाहिँ यस्तो घुमिरहेको छु। ल यो चाहिँ हाम्रो राजदीप होइन, टक्क राजदीप वर्ष नयाँ वर्ष हो, खानुपर्छ अलिअलि रमाइलो गर्नुपर्छ, त्यति धेरै खानु हुँदैन। टक्क ल अब म चाहिँ अब कहाँ कहाँ पुग्छु मलाई थाहा छैन। अब टक्क जहाँ पुग्छ त्यही पुगिसक्यो त लगाइछु गाइस। म चाहिँ यहाँ अल्छी लागिसक्यो। टक्क मैले फेरि चाहिँ अब छिरेर आएको, त्यो चाहिँ देखाएन मैले, अघि नै देखाइसक्यो होइन। टक्क ल टक्क यहाँ त्यति हाँसेर गयो यहाँ। टक्क हामी चाहिँ हिँडिरहेको छ। टक्क अगाडि हाम्रो तालु आइरहेको छ। तालु कपाल भएको तालु है फेरि। टक्क होइन। ल अब अहिले पछि रमाइलो गरेपछि देखाउँला। ल टक्क गाइस ल सबजना साथीहरू गयो, मलाई नि अल्छी लागिसक्यो। टक्क म चाहिँ अब यत्तिकै अब यस्तो डबलतिर घुम्न जान्ला, पनौती पुरानो बजार। टक्क होइन यहाँ हेर्नु सक्नुहुन्छ जाने बाटो। यहाँ चाहिँ फेरि यत्रो ठुलो बोका पाले रहेछ। टक्क अनि म चाहिँ यस्तो गुवाखाँचेबाट डबल जान्छौँ, साथी भेट्यो भने हिँड्छौँ, नत्र कहाँ जान्छ मलाई पनि थाहा छैन। ल अब त्यहाँबाट निस्केर खास खान आएको। ल टक्क मोमो खान आएको, मोमोसँग खाएर मिल्यो भने बनेर जान्छौँ, नत्र यही त्यो बस्छ। टक्क गाइस अब हामी चाहिँ बसमा बसिसक्यो होइन। टक्क अब कहाँ कहाँ जान्छ मलाई थाहा छैन। टक्क अब बनेर पुगिसक्यो त। ल गाइस टक्क म चाहिँ बनेरामा बसबाट झरेर यहाँ यस्तो चिया खान आएको हो गाइस। टक्क ल है त गाइस। टक्क हामी चाहिँ चिया खाएर निस्किसक्यो होइन। टक्क अब कारण त मलाई पनि थाहा छैन। टक्क अब पनौती पनि फर्किन सक्छ, जहाँ पनि जानु सक्छ। टक्क अब म र मेरो साथी चाहिँ टक्क यहाँ यत्तिकै घुम्दै बसिरहेको छु अहिले। अहिले साथीको साथी आयो भने चाहिँ धुबेलतिर जान्छौँ, नत्र पनौती फर्किन्छ। ल टक्क अब चाहिँ हामी कता जान्छ फिक्स भएपछि टक्क गाइस उसको चाहिँ साथी आएन होइन। अनि हामी चाहिँ टक्क पनौती फर्किन बस चढेको। टक्क हामी चाहिँ गोदाम चोक आइपुगिसक्यो, मान्छेहरू पनि धेरै छैन। टक्क यहाँबाट मान्छे चढ्छ होइन। टक्क अब हामी चाहिँ पनौती पुगिसक्यौँ। कहाँ कहाँ पुग्छ मलाई पनि थाहा छैन। पनौती पुगेपछि ल है त टक्क हामी चाहिँ पनौती आइपुगिसक्यो होइन। टक्क पनौतीमा बस्न जाँदैछौँ, मान्छे चाहिँ ल प्याक भइसक्यो बाटोमा हिँड्दै हिँड्दै। टक्क झर्छ हामी फास्ट प्याकेर यो जात्राले गरेर बस्नु। अरू बेला झर्छ कि कहाँ गएर आएको भने यो टक्क झर्ने बेला देखाउँछ। अहिले टाइम लाग्यो। टक्क म चाहिँ ढोकामा आइपुगिसक्यो। ल टक्क झर्दैछु म। टक्क म झरेँ होइन। टक्क म चाहिँ बसबाट झरेँ। यो खलासीले गाडी भाडा पनि मागेन है गाडी। टक्क लगाएर है त अब 10-12मा पुग्यो। अब कहाँ जान्छ थाहा भएन। फेरि अरू साथी भेट्छु, अरू साथीसँग डुल्छ। ल है त गाई चाहिँ यति भन्दै म अब फेरि अर्को केही रमाइलो भयो भने देखाउँछु। ल गाई है त
गाइस टक्क होइन म चाहिँ ल यस्तो पार्कतिर आएको झगडा भइरहेको रहेछ होइन ल यहाँ पुरै भिड छ है गाइस ल यहाँ चाहिँ झगडा परिरहेछ है गाइस समय सल्लाह गरेर राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो लेकिन लौंडा यहाँ नहीं रुकता। अलिक शान्त भएपछि त्यहाँ चाहिँ हामी चाहिँ अलिक झगडासगडा कम भइसक्यो होइन टक्क हामीले साथसँग हिँडिरहेको छौँ टक्क अब झगडा पऱ्यो भने त्यहाँ गयो त ल टक्क यहाँ चाहिँ झगडा पर्ला जस्तो है टक्क छैन ल टक्क यहाँनिर हामी हिँड्दैछौँ अहिले झगडा पनि कम हुँदै गएको छ होइन पुलिसको भ्यान त पुलिसले केही गर्न सक्दैन केही गर्न सकेको छैन टक्क मात्रै भगवानै हिँडिरहेको छ बालचाल छैन ल यहाँ मान्छे समय है ल टक्क पुलिसको समय लिएर छ टक्क होइन ल टक्क मान्छे समय ल्याइसक्यो अरू हान्नेहरू चाहिँ टक सबजना भागिसक्यो बल भागिसक्यो मान्छे कम भिड पुलिसको भ्यान मान्छे हान्नु लगिरहेको छ टक्क जुनियरहरूले झगडा हेरेर जे खाइदिउँ भने मेरो गाई झर्लाई लद्यो भने थाहा छैन यसले बिले है हिँडेछु यहाँ यत्रो मान्छे चाहिँ के गरेको यहाँ बिल्ला भइसक्यो डन हो यो झगडा गर्नु जाउँ हाम्रो अर्को डन छ उहिले नि खाएको सल्लाह गरेर आएको छ है एक देखाइदिउँ है एक देखाउनु भयो हाम्रो डन गयो डन ल त्यहाँ म कुरा हान्दैछु यहाँ चाहिँ बबाल सर्ट हानेछ है एकजना मान्छेलाई टक्क सल्लाह हुँदैछ हामीमा छ है गाइस अलिक पछाडि हिँड्न अहिले हामीलाई लाग्यो भने दाहिने पढ्नु लगाइदियो त यहाँ फेरि बबाल झगडा भएर त्यही अब हामी झगडा गर्नु मुखै ड्यामेज भएको यहाँ चाहिँ हुनु भइसक्यो अब झगडा चाहिँ गर्नु हुँदैन गाइजहरू परिस्यो गर्नु हुँदैन भन्न झगडा गर्नु हुँदैन लगाइछ टक अब झगडा पऱ्यो भने देखाइदिन्छ लगाइछ टक्क चाहिँ अब पार्कमा लपडा सपडा सकेपछि म चाहिँ अब टक्क गणौती महोत्सव घुम्न आएको होइन एकदम टक्क म महोत्सवमा यस्तो रमाइलो गर्ने टक्क यहाँ पसलहरू छ हाम्रो यहाँ छ है गोल्डन राहुल युट्युब च्यानल ल सब्सक्राइब गरिदिनु माया गरिदिनु टक्क ल यता पसलहरू छ जे पनि किन्न सक्नुहुन्छ टक्क अब अनि टक्क अनि आज चाहिँ हाम्रो यहाँ महोत्सवमा जितु लोकसन आउँछ भन्ने सुने चाहिँ आउँछ आउँदैन थाहा होइन टक्क अब जितु लोकसन आउँछ आउँदैन थाहा भएन टक्क अब हामी त स्टेजमा जान्छौँ जितु लोकसन आयो भने देखाउँछौँ रमाइलो गरेको देखाउँछौँ है त ल
गाइजहरू होइन टक्क यहाँ चाहिँ म चाहिँ अलिक भित्र आइसक्यो यहाँ चाहिँ अलिक खेल्ने ठाउँहरू रहेछ यी बच्चाहरूको लागि खेल्ने ठाउँ रोटी पिङ होइन टक्क यहाँ सबजना रमाइलो टक्क यहाँ बच्चाहरू रमाइलो यहाँ हाइस्कुला ल होइन यहाँ तिरसिर हान्ने छ टक्क यहाँ चाहिँ हाम्रो ग्रुप छ टक्क होइन त्यहाँ मेरो साथीहरू चाहिँ टक्क त्यहाँ खेल्न एक्लै ल एक्लै हाम्रो मिसेर आयो ये क्या बक रहे हो मादर हाम्रो गाईघर छ गाईघर छ होइन टक्क यो आज चाहिँ न्यु इयर भएर मान्छे पनि धेरै छ है अस्ति पहिलाको भन्दा है ल बत्ती गयो गाइस ल नाच्नु नाच्नु ल ल ल ल ल गाइस टक्क होइन ल मेरो जुत्तामा हिलो लाग्दिरह भने गाइस टक्क यहाँ मान्छे भिड छ मुसे भाइसँग बाजा किन जान्ला टक्क बाजा किन जान्ला टक्क म चाहिँ यहाँ डुल्दैछु साथीहरू चाहिँ म यहाँ डुङ्गामा खेल्न गयो है गाइस डुङ्गा बेलुका होइन भोलि कि भोलि लाइक सब्सक्राइब हान्नु पर्यो हेर्नु भएको छैन तैँले पनि सब्सक्राइब गरिदिनु पर्यो है सपोर्ट गर्नु पर्यो होइन ल टक्क अब बाजा किन्नुहोस् है त हेलो गाइस टक्क हामी चाहिँ बाजा किनेर आएकै बनाउनेको भाइरल बाजा टक्क बनाउने म ट्राई गरौँ है गाइस बाजा बजाउन अब एकछिन रमाइलो गरेर देखाउँछ है त ल ल बाजा बजाएको बाजै बिग्रिया रहेछ ल बाजा बजाएको बाजै बिग्रिया तल निस्किरहेको रहेछ है गाइस ल ल यो तलब तान्दै कालीको रहेछ यो साट्ने हो भएन यो भन् टक्क साट्न टक्क हामीले चाहिँ यहाँ बनाएको छ है अर्को ल्याउन अर्को त्यो बस्दैन भने यही जानुपर्छ टक्क ल बाजा सानाको बाजा साथी सक्यो ए यो नि बजेन भने तान त बजेन यो पनि बज्छ गाइस बवाल बन्दैछ यो किफनमा चाहिँ हरन बजाउँछ हामीले मुखले बजाउने रे टक्क हरन यहाँ फेरि बाज लिएर आइसक्यो रमाइलो गर्न राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो हाम्रो साथीहरू आउँदैछ अरे अझै थपिँदैछ है कतिको बनाउनेको भाइरल बाजा है यो चाहिँ भाइरल पनि फेरि हामीले गरायो गाइस टक्क होइन यहाँ मान्छेहरू आउने जाने आउने
सम्मान पत्र वितरण गर्दै हुनका लागि राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नवराज ढुङ्गाना सरलाई अनुरोध गर्छु र साथमा शरीक भइदिनु हुनका लागि विक्रम सुवाल सरलाई अनुरोध गर्न चाहन्छु। महोत्सव सफल बनाउनको लागि चर्चित लोकप्रिय गायिका सेले क्वीन जितु लेप्चालाई अनुरोध गर्न चाहन्छु। ताली बजाइदिनु होला। उहाँहरूको अनुमति लिएर कार्यक्रम भइरहेछ। उहाँहरूले सिफारिस दिएर कार्यक्रम भइरहेछ। उहाँलाई सम्मान गर्न चाहन्छु रमाइलो रमाइलो धेरै धन्यवाद छ हजुर यहाँ सम्पूर्ण उपस्थित महानुभावहरूलाई। जाँदा नयाँ वर्ष 2082 सालको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। स्वागत गर्दै अहिलेको लागि उहाँले यो मिठो भजन निकाल्नु भएको छ। रमाइलो मलाई उचालेर अहिले हो कि टक्क होइन यहाँ सबै स्टेटमा भइसक्यो। गाउँ लाग्दछ जिल्ला नाम सेटअप भइसक्यो गाइस। अब हामी चाहिँ अब अगाडितिर जान्छौँ। टक बजेपछि देखाउँछ ल। अब गीत सित गाएर हामी दाजुभाइको नाम धेरै गएको छ। एकचोटि सबैजनाले जोरदार ताली र हल्लाले स्वागत गर्दै दाइले एकचोटि सबैजनाले स्वागत गर्दै हुनुको लागि धेरै मान्छे छ है। मलाई चाहिँ गाह्रो भएर म चाहिँ यहाँ बस्नु आएको है। ल टक्क म चाहिँ एकछिन बस्छु अनि उतातिर जान्छु ल। राजा खोइ दोहोऱ्याउन
निस्किसक्यो अब घर जानलाई होइन टक्क मलाई चाहिँ त्यहाँ लास्टै अल्छी लाग्यो गाह्रो पनि भयो ढिला पनि भइसक्यो होइन 9 बजिसक्यो होला सायद 9 बजिसक्यो होला टक्क यस्तो हजारमा हिँड्दैछु टक्क अब म चाहिँ अब घर जान्छु आजको लागि त्यही त लगाइदिन्छु